नेपालले डिजिटल नागरिकता अर्थात् स्मार्ट कार्ड प्रणाली लागू गर्ने सोच विक्रम सम्वत 2060 सालतिर बनाएको थियो। तर विक्रम सम्वत 2062-63 को जनआन्दोलन पछिको राजनीतिक संक्रमण कालका कारण त्यो योजना अघि बढ्न पाएन। त्यसपछि विक्रम सम्वत 2066 सालमा नेपाली नागरिकतालाई डिजिटल प्रणालीमा विकास गर्न नेपाल सरकारले फोटो सहितको बायोमेट्रिक स्मार्ट कार्ड अर्थात् नयाँ परिचय पत्र वितरण गर्ने घोषणा गरेको थियो। उक्त राष्ट्रिय परिचय पत्रको अगाडि पछाडि र इलेक्ट्रोनिक चिपमा नागरिकको 3 पुस्ते विवरणदेखि 10 औँलाको छाप, जन्ममिति, अपाङ्गता विवरण, शैक्षिक स्थिति लगायत विभिन्न सूचनाहरू राख्ने तथा आवश्यकताका आधारमा अन्य सूचनाहरू पनि थप्न सकिने गरी तयार गरिएको थियो। तर उक्त डिजिटल प्रणालीमा आधारित परिचय पत्र वितरण गर्ने भनिएको 15 वर्षसम्म पनि त्यसका बारेमा विभिन्न भ्रम र यथार्थहरूबारे आम जनताहरू अझै स्पष्ट हुन सकिरहेका छैनन्, जसका कारण आज राष्ट्रिय परिचय पत्र जस्तो संवेदनशील विषय विवादास्पद बन्दै गइरहेको छ। खास गरी उक्त नयाँ राष्ट्रिय परिचय पत्र मार्फत नेपालीहरूको राष्ट्रिय पहिचान मेटाउन खोजिएको तर्क एक थरी विज्ञहरूको छ भने अर्कोतर्फ परिचय पत्र सम्बन्धी प्राविधिक विषयहरू पूर्ण रूपमा विदेशी कम्पनीलाई जिम्मा लगाउनु नागरिकको गोपनीयताको हक र राष्ट्रिय सुरक्षामा समेत खतरा पैदा हुने विज्ञहरूले बताउँदै आइरहेका छन्। सरकारले दोस्रो संविधान सभाको निर्वाचनको क्रममा सङ्कलन गरिएको मतदाता नामावलीको विवरणलाई डिजिटल रूप दिई परिचय पत्र वितरण गर्ने भनिए पनि देशी विदेशी प्रभाव, निजी स्वार्थ र आर्थिक प्रलोभनका कारण नयाँ तथ्याङ्क सहित नेपाली नागरिकतालाई नै विस्थापन गर्ने गरी विदेशी परामर्शदाताहरूको प्रभावमा फेरि नयाँ प्रक्रियाको सुरुवात गरियो। विशेष गरी सरकारद्वारा प्रदान गरिने सेवाहरूलाई चुस्त बनाउन वा अनेक थरी कागजपत्रहरूको प्रयोग गर्नुको साटो एउटै परिचय पत्रका आधारमा निजामती सेवा प्रदान गर्न बनाइएको डिजिटल परिचय पत्रले नागरिकलाई सुविधा पुग्नुको साटो प्राविधिक अस्पष्टताका कारण सूचनाको गोपनीयतामाथि नै प्रश्नचिन्ह खडा भएको छ। आजको डिजिटल युगमा सूचनालाई एक शक्तिको रूपमा हेर्ने गरिएको छ। खास गरी व्यक्तिगत विवरणदेखि लिएर सरकारी तथा व्यावसायिक गतिविधिसम्म सबै किसिमका सूचनाहरू कम्प्युटर, इन्टरनेट तथा क्लाउडमा राख्ने गरिन्छ र ती सूचनाहरू सम्बन्धित व्यक्ति, संस्था वा देशको पहिचान, गोपनीयता र सुरक्षासँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छन्। हिजोआज डिजिटल अपराध र साइबर आक्रमणका घटनाहरू बढ्दै गइरहेको अवस्थामा डाटा सेक्युरिटी अर्थात् डाटा सुरक्षाको महत्त्व र आवश्यकता झनै बढेर गएको छ। नागरिकका व्यक्तिगत विवरणहरूको असुरक्षित डिजिटल गतिविधिहरू जस्तै फिसिङ, मालवेयर, र्यान्समवेयर र ह्याकिङ जस्ता घटनाहरूले व्यक्तिगतदेखि लिएर राष्ट्रिय सुरक्षासम्मको खतरा उत्पन्न गर्ने गर्दछ, जसले गर्दा सामाजिक र आर्थिक क्षति निम्त्याउने गर्दछ। त्यस्तै हिजोआज नेपालमा पनि विभिन्न डिजिटल तथा अनलाइन प्लेटफर्महरूको प्रयोग वात्तै बढेर गएको छ र ती प्लेटफर्महरूमा प्रदान गरिएका नागरिकका विवरणहरूको गोपनीयता कायम गर्दै डिजिटल आक्रमणको जोखिमलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्था कायम राख्ने चुनौती बढ्दै गइरहेको छ। त्यसैले सूचना प्रविधिमा साइबर आक्रमणबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न र डिजिटल सुरक्षा व्यवस्था कायम गर्न नेपाल सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति 2080 निर्माण गरेको छ। खास गरी अहिले हाम्रा विवरणहरू कति वडा कार्यालयमा छन् भने कति शैक्षिक संस्थाहरूसँग छन्, कति प्रहरी प्रशासनसँग छन् भने कति अस्पताल त कति यातायात, परराष्ट्र र मालपोत लगायत विभिन्न सरकारी निकायहरूमा छरिएर रहेका छन्। त्यसैले ती छरिएर रहेका विवरणहरूलाई एकरूपता प्रदान गर्न सरकारले डिजिटल प्रणालीमा आधारित परिचय पत्रको अवधारणा अघि बढाएको हो। नेपाल सरकारले वितरण गर्ने भनिएको उक्त परिचय पत्रमा नागरिकका व्यक्तिगत विवरणहरू सँगसँगै बैंक खाता नम्बर, गाडी नम्बर, मोबाइल नम्बर, शैक्षिक विवरण, स्वास्थ्य सम्बन्धी विवरण लगायत 10 औँलाको छाप र आँखाको रेटिनाको समेत विवरणहरू समावेश गरिएका हुन्छन्, जसलाई केन्द्रीय डाटाबेसमा सुरक्षित गरिएको हुन्छ।
साथै ती परिचय पत्रहरू छपाईका लागि नेपाल सरकारले अमेरिकी उत्पादक कम्पनीको छपाई मेसिन समेत खरिद गरी देशमै छपाउने प्रक्रिया समेत अघि बढाएको छ। तर उक्त परिचय पत्र सम्बन्धी सेक्युरिटी डिजाइनदेखि सञ्चालन प्रणाली र सफ्टवेयरको मुख्य सोर्स कोड सबै विदेशी कम्पनीलाई जिम्मा लगाइनुले ती सूचनाहरू सरकारको नियन्त्रण बाहिर हुने खतरा भएको विज्ञहरूको तर्क छ। खास गरी सरकारले सङ्कलन गरेका त्यस्ता संवेदनशील सूचनाहरूद्वारा समग्र देशको सामाजिक, आर्थिक, शैक्षिक र स्वास्थ्य सम्बन्धी विभिन्न नीति र कानुनहरू निर्माण हुने गर्दछ। त्यसैले यदि त्यस्ता सूचनाहरूमा विदेशीहरूको सोझै पहुँच पुगेमा सरकार सञ्चालनदेखि नागरिकका जीवनमा त्यसले नकारात्मक प्रभाव पार्नुका साथसाथै सामाजिक सद्भाव भड्काउने र देशकै सुरक्षा व्यवस्थामा ठूलो चुनौती निम्त्याउन सक्छ। त्यस्तै नागरिकहरूले उक्त परिचय पत्रको प्रयोग केवल सरकारी कार्यालयमा मात्र नभई अन्य संस्थाहरू जस्तै बैंक, हस्पिटल र विभिन्न व्यावसायिक प्रयोजनका लागि समेत प्रयोग गर्ने हुँदा आँखाका रेटिना, 10 औँलाका छाप र अरू संवेदनशील सूचनाहरूको चुहावट हुने र दुरुपयोग समेत हुने खतरा बढेर जाने गर्दछ। विशेष गरी ती परिचय पत्रहरूमा समावेश गरिएका बायोमेट्रिक पहिचान प्रणाली प्रत्येक व्यक्तिको अलग हुने हुँदा त्यसलाई सजिलैसँग नक्कल गर्न सकिँदैन। तर हामीले सामान्यतया प्रयोग गरिने इमेल आइडी ह्याक भएमा पासवर्ड परिवर्तन गरी पुनर्सञ्चालन त गर्न सकिन्छ, तर 10 औँलाका छाप र आँखाका रेटिनाका विवरणहरू चोरी भएमा त्यसलाई परिवर्तन गर्न असम्भव छ। विशेष गरी अहिले विश्वभरि नै साइबर हमलाका घटनाहरू बढेर गइरहेको अवस्थामा नेपाल जस्तो अल्पविकसित देशले इन्टरनेट पूर्वाधारको कमजोर अवस्था र प्राविधिक दक्षताको अभावका कारण के नागरिकका संवेदनशील विवरणहरूको गोपनीयता कायम गर्दै डाटा सुरक्षाको प्रत्याभूति गर्न सक्ला भन्ने आम जनचासो बढ्दै गइरहेको छ। खास गरी डिजिटल प्रणालीमा आधारित परिचय पत्रको सफल प्रयोग भएको मुलुकहरूमा चीनले त्यसको उच्चतम प्रयोगमा ल्याएको छ, जहाँ नागरिकका दैनन्दिनका गतिविधिहरू जस्तै ट्राफिक नियमको पालना, अनलाइन खरिद बिक्री, स्वास्थ्य, खानपिन, शैक्षिक योग्यता लगायत नागरिकले समाजमा बेहोर्नु पर्ने उत्तरदायित्व र नियम पालनाका आधारमा मूल्याङ्कन गरी अङ्क प्रदान गर्ने गरिन्छ, जसका आधारमा नागरिकहरूलाई वर्गीकरण गरी सरकारले प्रदान गर्ने अतिरिक्त सेवा र सुविधाहरूमा फरकपन आउने गर्छ। तर पश्चिमा मुलुकहरूले चीनले लागू गरेको उक्त नियमलाई नागरिकको व्यक्तिगत स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा हेर्ने गरेका छन्। त्यसैले कतिपय पश्चिमा मुलुकहरूले डिजिटल आइडीलाई अनिवार्य गर्ने बारे व्यापक विरोधको सामना गर्नु परेको छ। त्यस्तै नेपालले पनि नागरिकताको विकल्पका रूपमा परिचय पत्रलाई अनिवार्य गर्दै लगिरहेको छ। तर बिना बलियो डिजिटल पूर्वाधार र सुरक्षा चुनौतीको जोखिमका साथसाथै परिचय पत्र सम्बन्धी विभिन्न भ्रम र यथार्थताका बारेमा जनतालाई सचेत बनाउनुको साटो सरकारै पछि फरक मतका कारण परिचय पत्रको उपादेयतामाथि नै प्रश्न चिन्ह खडा भएको छ।